कोसँग भिडियो कलमा बोल्दै हो? होइन कस्तो होइन? किन रिसेको छ जङ्गिएको छ आज? कोसँग भिडियो कलमा बोलेको हो? खै, को हो यो? बोलेस्। ए यार यस्तो जाऊ ए त्यसै रिसेर आउँछ के बाजे मान्छेलाई? कस्तो के हुँदो रहेछ? भिडियो कलमा बोल्दै बसेर अनि बोलाएर यस्तोलाई नि के माया गर्नु यार? कस्तो थुक्या के छ्या। हेर यो हरकत हेर, यो शरीर हेर, यस्तो पनि हुन्छ यार? किन आज मुड के भयो के? तिम्रो मुड के भयो आज? कसको तिम्रो? को तिमी? तिम्रो मुड आज के भयो? किन को मलाई तिमी? गाली मात्रै गरिरहेको छ? अनि यस्तो पनि हुन्छ यार? हरकत के हो यो कपडा लगाएको? अनि लाज शरम छैन अलिअलि यत्रो आर्टिस्टको अगाडि यत्रो भएन भनेर यत्रो चिन्नेको बोयफ्रेन्डको अगाडि यस्तै बस्छन्? के गर्मी छ पुरै हट छ नि त अहिले सिजन। गर्मी छ भन्दैन नाङ्गै बस्छु के नाङ्गै? यो होइन यस्तो यो अब फेसन त गर्नु परिहाल्छ। तिमीलाई पनि सिम्पल गरिदिनुपर्छ। मलाई त एकदम सिम्पल मनपर्छ। सिम्पल मन एकदम पऱ्यो घरैमा छ सिम्पल मनपर्छ। यस्तो अब तामा नलाउने अनि बस्नु के हातपात नगर है, मलाई मन पर्दैन फेरि। कुरा गर्छ यार झन् आज खुसी भएर केही गरौँला सँगै खाम्ला भने त के खान नपाएर म तिमीसित खान नपाएर बोलाएको को हो? यो फोन गर्ने को हो? बहिनी हो के? को बहिनी? अब केटाको यो पनि बहिनी हुन्छ? यस्तो हो के मैले भनेको चाहिँ कि यस्तो हुन्छ नि त। केटाको नाम जस्तै भएको भएर तिमीले सँगै गऱ्यौ कि केटी हो कि त्यो वास्तवमा? त्यस्तो नचाहिने कुरा तिमीले हेर गर्दै नगर होइन। राम्रोसँग मसँग होइन, राम्रोसँग अलिक फ्रेसमा भेट्ने काम गर कि। मलाई यस्तो यो हरकत के हो लागेको? यो के कपडा लाग्यो? यस्तो पनि लाउँछ कपडा? हजुर तिम्रो लागि जस्ट फर यु यो ड्रेस। के हो फर यु भने? के हो थाहा छ? ओन्ली फर यु। फर यु कसलाई भन्यो? ओन्ली फर यु दिस इज माई ड्रेस यु नो। नो ड्रेस। सिट डाउन प्लिज, नो डिस्कस प्लिज। हातपात नगरिकन बस अलिक परे, मलाई मन परे छैन यस्तो। परे बस्न किन भेट्नु होला? अनि तिमी को हो र? अनि तिमीसँग टाँसी नलाने मेरो बुढी हो र? म अहिलेदेखि आएर बस्यो भने बुढी हुनुपर्छ र भने। बुढी त घरमा सधैँ छ नि होइन? बुढी घरमा होस् वनमा होस् के भयो तिमीलाई? कि बुढी नै बनिदिउँ त म? तिमीले भन्यो भनेर म बुढी बनाउँछु त? तिमीले बुढी भनेर बनाउनु बन्छु भनेर मन बनाउने? 50वटा गर्लफ्रेन्ड घुमाउँदै हिँड्ने मान्छे 50वटा बुढी बाहिर राख्दै हिँड्ने मान्छेले त मतलबै भनेन। यस्तो हेर यो हरकतले त तिमीले त यार 50वटा, मैले त 50वटा बनाएँ, तिमीले त 250 बनाए जस्तो लाग्यो। तिमी त त्यस्तो खालको जस्तो लाग्यो यार। त्यस्तो कहिले पनि हुन्न क्या त्यस्तो। गलत हो कि तिमी एकदम गलत। होइन तिम्रो काम छैन यार। मदेखि तिमी अब सिद्धियो है। मैले तिमीलाई केही त्यस्तो होइन है। फेरि मैले भर्खरै जस्ट मैले सब अरू बाहिर सबैले त्यागेर अब तिमीलाई मैले सपना देखिसकेको छु। सपना देख्ने मात्रै हो तर दिलमा नाम नलेख्ने काम गर्नु होइन मैले आजैबाट म तिमीसँग जबदेखि भेटेँ नि तबबाट तिमी नै भनेर मैले सपना देखिदिएको छु। तिमी सब कुराहरू त्यागिसकेको छु। हुँदैन मलाई यस्तो, मलाई यो झुटो आश्वासन मलाई मन पर्दैन कि झुटो आश्वासन। कहिले माया गरेको छ र? कति माया कति भयो र? अनि भेटेको अनि त्यसै कति माया गरेको? नयाँ फ्रेस लभ हो कि तिमीले? फ्रेस लभ हुन्छ? 40 वर्ष पुगिसक्यो ल फ्रेस लभ भन्छ यार। फ्रेस लभ भन्छ अबको फ्रेस लभ हुन्छ? 40 कतिसम्म म जस्ता फ्रेस त दिनकै कतिवटा हुन्छ होला है? कस्तो कुरा बुझेको चेप्पाते भन्छ यार। अनि कस्तो चेप्पाते? यहाँ सुन 40 कतिसम्म रमाइलो भने कि म त सुन्दैन त्यस्ता गीत सिट। म आफै गीत गाउने मान्छेले सुन्छ र कपडा नि के हो यार? यो पुरै हाती शरीर पुरै देखाएको छ यार। मान्छे पनि यार मैले अनलाइनबाट मगाएको के? अनलाइनबाट यस्तो मगाउँछ? अनलाइनबाट मगाउँदैन। यस्तो कपडा लायो भने त तिमीलाई त लखार्छ त समाजबाट यार। अनलाइन एकदम चलेको अनलाइन छ नि अहिले एउटा। के चलेछ? त्यो सिन भन्ने अनलाइन क्या। ए त्यस्तो सिनमा भएपछि अनि जपिनी गरिदिने नाङ्गै हिँडिदिने है? सिन गर्न पर्यो भने सिनको चाहिँ बोलाएर ल सिन गरौँ भयो उत्तानो पर्दै पुरा हानिदिने, पुरा यस्तो उत्तानो यस्तो हानिदिने अनि सिन पायो भनेर। म त्यस्तै गरेको छैन अहिलेसम्म। अनि त्यो यस्तो पनि हुन्छ त? अनि
के भने त्यो गरेको के हो मान्छे त के भन्छ दर्शक के भन्छ अनि? तिमीलाई गाली गर्छ है मलाई गाली अनि यस्तो कपडा लाएर आएपछि अनि के भन्छ यतिको भनेको पच्छ क्या हाम्रो समाजमा पच तिम्रो केही पच्नेवाला छैन मेरो बरु पच्ला बरु समाजमा तिम्रो पच्दैन हेर न हामी कस्तो पुरा अफिसियल ड्रेसमा टक्क यस्तो हुनु पर्यो के स्वाभिमानी मान्छे भनेको आज कहाँबाट यो कसले दियो कुन चाहिँ गर्दैन यस्ता हावा फुस्के दिमाग फुस्केका यार गर्दैन अझ मलाई कसैले दिनुपर्छ अस्ति छैन मेरो मलाई टी सर्ट ल्याइदियो भने होइन कहिले भने मैले अस्ति भनेको थिएँ त कहिले भनेको रेकर्ड छ मैले भनेको छ मलाई थाहा छ म मेसेज कहिले दिनु मात्र नभए केही थाहा छैन मैले तिमीलाई त मुला होइन काम छैन कि त केटीको यार बुझिस् न तैँले त भन्छस् भने म पनि त भन्छु तँलाई त भन्छ तँलाई तँलाई त भन्ने हो तँलाई त भन्छु म पनि दिमाग सिमाग मैले दिमाग छैन अलिअलि राम्रो दिमाग छैन मैले रेस्पेक्ट गर्ने बेलामा रेस्पेक्ट गर्छु पनि होइन यस्तो पनि हुन्छ हरकत अनि रेस्पेक्ट के रेस्पेक्ट दियो अनि मैले होइन मैले तिमीलाई डेटिङ जाने भनेर ल्याएर मलाई यहाँ बाटोमा ल्याएर यस्तो गराउन यस्तै हरकत देखाउनलाई ल्याएको हो मलाई के हरकत भयो के मलाई बोलाएको यस्तै हरकत देखाउनलाई हो के हरकत भयो भने के ला यस्तो के हो यो हरकत होइन यो पच्छ त नि हाम्रो समाजमा यतिको त के पच्छ अनि अहिले त्यो नाङ्गे सुरुमा पुरै त्यो देखिरहेको छ यार सबै यार के लगाएको कपडा यार ल मान्छेले टुपिस त लगाउँछ म त टुपिस त लगाएको नि त कति पिस लगाएको त तिमीले मैले त गर्नुपर्छ धेरै पिस छ मेरो गर्न त कतिवटा छ त्यहाँ तिमीलाई थाहै छैन तिम्रो दिमाग राम्रो छ जस्तो लाग्दैन यार धेरै डिप्रेसन हो क्या मलाई मुड खराब नगर जो देखे पनि मेरो बोयफ्रेन्ड भनिदिने अनि मैले कसलाई बोयफ्रेन्ड भने क्या अस्ति पनि म दुईजना केटाहरूसित देखिरहेको थिएँ मैले केही नभनी दाजुभाइ हुन्छ अनि दाजुभाइले पनि तिमी बोयफ्रेन्ड भन्छ जो पाए त्यसलाई दाजुभाइ हुन्छ तिमी अब 50 वर्षको बाहिर गर्नु डुलाउने मान्छेले मलाई लाज शरम लाग्दैन लाज शरम लाग्दैन अलिअलि त्यो ऋतु तिम्रो गर्लफ्रेन्ड हो कि कोही होइन ऋतु सितु मेरो गर्लफ्रेन्ड कोही होइन मेरो पुरै मोडल हो मोडल म पनि मोडल हो यस्तो पनि मोडल हुन्छ मोडल त अलिक टक्क हुनु पर्यो नि अहिले नेपाली कल्चरमा टक्क देखिनु पर्यो नि मोडल हुनलाई त पख न के पख नेपाली कल्चरमा देखिनुवाला म तिमी यो त पुरै ऊ त थाइल्यान्डतिर उसतिर हुन्छ एउटा नाम भन्यो भने मलाई गाली गर्ला नि होइन मान्छेहरूले होइन यो कुरा सुनेर मलाई तनाव हुन्छ के सुन न थाइल्यान्डमा गएर सबैजनासँग हेरेर आएको हो बुझ्यौ नि सबै बुझिरहेको छु मलाई सबले गाली गर्छन् होला कि यस्तो तिम्रो र मेरो कुरा यार भित्ताको नि कान हुन्छ तिमीलाई थाहा छैन यस्तो बोयफ्रेन्डसित बोल्ने तमिज छैन बोयफ्रेन्डलाई कसरी रेस्पेक्ट गर्ने थाहा छैन मैले रेस्पेक्ट गर्दा गर्दै तिमी एकदम बम्केर पुरै यत्रो फुल्लेर आएछ मैले के यो कसको हो त नि यो फोन फेरि होइन यो मेरै हो होइन कसको फोनमा भिडियो कल पुरा यस्तो आज गरी गरी के हो त्यो त्यस्तो प्रमिस परमिस हुन्छ त्यसै झुट तिमीलाई झुट पुरा नगर है फेरि म भनिदिन्छु आज आइन त फेरि म तिमीलाई म छोडिदिन्छु ल त्यसले राउन्ड पिक हाल्ने कसलाई हान्छ अनि के गरेर कसलाई लात्तीले हान्ने अरे राउन्ड पिक हाल्नु नपर्छ फेरि साथी हुने यहाँ बस्नुहोस् भनेर मिलाएर राखेको छु कुर्सी पनि सबै बिगारिदियो यस्तो कुर्सी सुर्सी नो हामी डिस्कस प्लिज के जे भन्यो त्यही गर्नुपर्छ नो डिस्कस प्लिज सिट डाउन हियर केटीहरूले जे भन्यो त्यही गर्नुपर्छ मैले के गर्नु पर्छ म के गर्नु मैले अब हेर न हरकत जता हेर्दा फेरि पनि पुरै नाङ्गै छ के हेर न दिमाग नभए जस्तो कपडा लाएर तिमीले अहिलेसम्म केटी देखेको छैनौ केटी मैले धेरै देखेको होइन यस्तो हरकतमा त ल केटी भन्ने त यस्तो हरकतमा त कहिल्यै देख्दैन तिमीले मोडलसँग काम गरे भन्छौ फिल्ममा काम गरे भन्छौ गायक भन्छौ तर तिमीले यस्तो अहिलेसम्म देखेकै नरहेछ भने अनि नाङ्गो लाएर त्यो कट्टु पनि त्यो पुरै भित्र सबै त्यो वस्त्रले नढाकिकन पुरै देखिने तिमी अङ्गसँग भङ्ग पुरै देखिने लाएर यस्तो कपडा लाउँछन् त अङ्ग भङ्ग देखेको छैन कि मैले टुपिस त लाउँछु मान्छेले म त टुपिस लगाएको छैन नि त मैले तिमीलाई कतै देखाएँ भने के गर्छौ यो अङ्ग देखाएको चिजहरू केही मैले तिमीलाई थाहा छ तिमीले देखाउँदैन मलाई सेभ गर्छौ तिमीले म को हो तिमी तेजेन्द्र हौ को अरे तेजेन्द्र परियार अनि कसको के हो त नि म थाहा छ तिमीलाई भने तेजेन्द्र परियार हो तिमी अहिलेको मेरो बोयफ्रेन्ड हो अहिलेको म तिमीलाई माया गर्नेवालै छैन घाटपात नगर है मैले तिमीलाई छोड्नेवाला छैन नि फेरि भन्दा के गर्छ त मलाई तिमी जब मेरो हुँदैन नि तिमी के गर्छ मलाई भन त नछोडेर केटी भन्दैमा म थुरुर काम्नु पर्ने तिमी नकाम न स्ट्यान्ड हो के तर डराउनु चाहिँ पर्छ के म कसैसित डराउँदिन त्यस्तो हुँदैन के गर्छ मलाई हातपात नगर है मलाई मन पर्दैन हेर तिमी अलि आवेशमा आएर कुरा गर्ने नगर कि पानी खाने न्यु पारेर गिलासमा यस्तो अडाएर अनि मलाई उता कता झुक्के कता जान्छ आँखा छलमला भनेर बोल्ने फेरि ढालिदिउँला नि फेरि मैले त किन बोला 2 घन्टा पुऱ्याएको अनि मैले पुरा हो त म फोन बोल्नु पाइनँ अनि जो पार्टीसँग जो पार्टीसँग कससँग बोलाएको त मैले भनेको मान उठ बस गरेर त पहिला भने मान्ने भन्नु
उठबस छिटो किन किन उठबस मैले भनेको गल्ती गराख्नु के भर्खर कोसँग बोलेको त्यो उठबस सरी भने 10चोटि बल्ल मैले मान्छु नत्र माया गर्दिनँ अझै भएन अझै भएन भएन 1 2 3 एकचोटि गर्ने? भएन के भएन यार एकचोटि गर्ने ए के? भूपेन्द्रजी भएन के तार भनेको त्यही भएर यस्तो गरेर यस्तो हान्नु पर्यो के होइन यो कारबाही हो यो अहिले मलाई हाँसेर भुलाउनु नपर्छ है कति पनिसमेन्ट दियो होला कि मान्छेले या झ्याउला मेरो के झ्याउला झ्याउला जब साइड लाग्यो त म जान्न जाऊ भने जान्न म जाऊ भनेको मसँग हातपात नगरेर जाऊ भने यहाँ नबस के जाऊ यहाँ साइड लाग त तिमी होइन मसँग अब कहिले बोल्नु पर्दैन बुझ्यौ नि जाऊ जाऊ भनेको यस्ता जाऊ लभ गर्ने अरे गाई यस्तासँग के भयो बेस्किम लडाइ क्या हो उठा के सरी ल सरी क्या उठा के उठा उहाँ हेर न उता 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 क्यामेरा छ कि म भिडियो बनाइरहेको कि भिडियो बनाइरहेको छ कि क्यामेरामा त्यस्तो होइन ल सरी ल लगाइ चाहिँ होइन सबैले होइन यो भिडियो हेरेर मैले उसलाई चाहिँ यसो दिमाग चाट्न खोजेको तर ऊ एकदम खतरै रहेछ यार मैले नसक्ने रहेछु होइन तर सबैले चाहिँ यो मलाई चाहिँ यो तेजेन्द्रले नि यस्तो गर्न लाग्छ भन्नु होला होइन त्यसको लागि सरी मेरो गर्लफ्रेन्ड नि होइन उहाँ चाहिँ आफ्नो बहिनी मेरो बहिनी हो उहाँलाई एकदम सम्मान गर्दै यो भिडियो हेरेर बस्ने दर्शकहरूलाई नि एकदम सम्मान गर्दै हामी के भन्न चाहन्छौँ भिडियो त हालौँ न होइन भिडियो हालौँ दर्शकहरू चाहिँ माया गरिदिनु होला यसलाई अन्यथा नराम्रो नसोचिदिनु होला भन्न चाहन्छु हो ल म मेरो दाइ मानेछु मैले है हजुर जेसुकै सोचे पनि दाइ हो है उहाँले पनि बहिनी मान्नुहुन्छ एकदम थ्याङ्क यू मैले चाहिँ बहिनी नै हो थ्याङ्क यू हजुरलाई